क्याम्पिङ जानु लाग्यो सामानहरु होला यहाँ दिस इज अल क्याम्पिङ पिओभी है गाइस यो चाहिँ सामान पुरै फुल्ली प्याक्ड यहाँ पनि छ एउटा डसना गुट्टामा सामान नो ड्राइभर भ्यू पछाडिपट्टि अब हेड चाहिँ गर्ने ठाउँ छ अलिकति यता आएर यता क्याम्पिङको ट्रिपमा निस्केको 2 दिनको लागि सिंगल टन भन्ने ठाउँमा आइपुग्यौँ हामी यो पपुलर एरिया हो यहाँ चाहिँ ताल रहेछ ताल अनपावर्ड साइडमा हो नि फेरि फेवा ताल क्याम्पिङ पहिलातिर आएको थियौ कि फर्स्ट टाइम होइन अस्ट्रेलियामा 2 दिन यहाँ बस्ने 2 रात होइन 2 रात बस्ने तिम्रो घर त्यहाँ छिबिटारमा अस्ट्रेलियाको फेवा ताल अस्ट्रेलियाको फेवा ताल यता साइडमा यताबाट पुरै लेक आउँदो रहेछ यता हैन त्यहाँभन्दा उता नजा त्यताभन्दा क्या यार गाइजहरु यार 5 घण्टा लगाइदिने 3 घण्टाको बाटोमा गर्मी है कस्तो बेसरी गर्मी फाइनली गर्मी छ है लास्ट ओ गर्मी भने म त तिमीहरुलाई कुर्दा कुर्दा गर्मी भएर पौडी खेल्न गएको भर्खरै पोल्ने गर्मी माछा निकाल्दै त मान्छेले एउटा दुईटा पर्छ बल्छी ल्याए
बियर लिनु गयो कि त्यही भएर 1 घण्टा ढिलो भयो बियर नपाइने रहेछ नि सबै जम्मै मैले भनेको थिएँ त अनि पाएन भने नल्याऊ भनेर अनि फेरि उता सिङ्गलटन उता गयो सर्टकट रहेछ कि आधी घण्टामा आउने जाऊ भएछ के छ त गाइस फक्क भयो सब भयो लास्ट पानी आछ मेरो नि फोनै छैन कि सब छ आगो सागो छ बजार मजा Absolute camping disaster, guys. Tornado आयो हाम्रो क्याम्पिङ साइडमा अलिसक्यो गाडीमा हालिसक्यो यो हाम्रो गजेबोको हालत यस्तो छ फक्ट पुरै यसले त नट ब्याड यसले राम्रै होडा गयो भित्रको सामानहरू सेफै छ अहिलेसम्म चाहिँ अब हेरौँ लेट्स सी अनि यहाँ चाहिँ हाम्रो साथीहरूको टेन्ट थियो क्या यो जुन कार्पेट छ नि यहाँ माथि टेन्ट थियो क्या लिटरली टेन्ट थियो होइन यत्रै टेन्ट थियो इट्स गन माइट यो अर्को टेन्ट म्यासअप फकिन सेन्ट क्लेयर सक्यो जिन्दगी सेन्ट क्लेयरले आज हाम्रो एनिवे लुक एट दिस फकिन कार्नेज हाम्रो मात्रै होइन वरिपरिको सबजनाको टेन्ट उडाइदिएछ सबजनाको हामी जस्ट बारबिक्यू स्टार्ट गर्न लागेको थियौँ एन्ड दिस ह्यापन होपफुली यसको सामानहरू ठिकै होला आई मिन भिजे छैन होला अरूभन्दा त्यो चाहिँ अब Man, I don't think it's gonna hold back again. लगिसक्यो ब्याग हाँ यो निकाल त We're trying to recover some stuff अब अहिले त पोसिबलै छैन उता कुनामा त्यो नभिजाउ न यो नभिजाउ न यो चाहिँ हावा फुस्काऊ टेन्ट हो र यार तिमीहरुको त सिरियसली माइट होइन यताउता नि हुनु पर्यो हाल यार खादो यो समातो त रेकर्ड गर ए किन रेकर्ड गर्नु पर्यो के झ्याला त पातलो वाला त्यो ओड्नी सबै थियो नि
सबै गयो यिनीहरूको त सबै गयो टेन्ट अनि ऊ पनि हाल्नुपर्छ दुइटा के खानेकुरा हाल्नु परेन खानेकुराहरू सबै उता हिमालको गाडीमा हाल्नुपर्छ अलिअलि हुँदैन अब हामी चाहिँ भएर हिँड्छ भएन यो के अरे हावा फुल्ला छ नि त त्यसले पानीमा बगेको पनि हुनसक्छ कि हामी चाहिँ टेन्टबाट नसकेर हामी फर्किँदैछौँ अब घरमा बस्छ अनि 7 बजे टेन्टै उडाइदियो टेन्ट उडाएर कता गयो गयो भने थाहा छैन अब भोलि समाचारमा हेर्नुपर्छ जस्तो छ रातिको पाँचै रहेछ त्यही भनेको भन्नुहोस् है खतरा रहेछ क्याम्पिङ आज चाहिँ हिजो सबै हाम्रो ट्रेनहरू उडाएकोले गर्दाखेरि हामी लिन आएको यस्तो पानी परिरहेको राति नै भागेको हामी यहाँबाट भोलिको 10 चलेर बिहान आएर सेटअप आज लिन आएको हामी त्यो कसरी त्यहाँ माथि पुग्यो त्यो श्यामदाईको त्यो कुन चाहिँ त्यो श्यामदाईको होइन त्यो कसरी त्यहाँ पुग्यो यहाँ मुनि राखिदिएको थिएँ मैले कुन चाहिँ त्यो बट्टा बट्टा त्यो बट्टा मैले यहाँ यो टेन्टको भित्र हाल्दै थिएँ कि सबै भित्र थियो त कहिले कसले निकालेको चाहिँ बाहिर लगेछ क्या हो म जान्छु बाहिर दिन भरिसकेको छ अनि यहाँ चाहिँ नफाल उता उता फाल भनेर त्यो तलको तिरपाल चाहिँ लाने हो तर खेल्ने स्थितिमा पुऱ्याइदियो यताबाट त खुल्यो एकचोटिमा एकतिरबाट मात्रै खुल्लिने रहेछ यो कोडले हिजो बेलुका यताबाट खोले यहाँ चाहिँ यति पहिरो गएछ हामी आउने बेलामा फर्किने बेलामा डेन्जर छ आज अहिले आउँदा